ल त गाइस अहिले भने चाहिँ म जोरथाङ आएको छु है। यहाँ चाहिँ केस काटौँ भनेर चाहिँ म बसिरहेको छु। खासै एउटा सामानको लागि आएको थिएँ। अन्त म चाहिँ अब केस काटिकन जाउँ भनेर सोचिरहेको छु। यहाँबाट चाहिँ यहाँ म चाहिँ साथीकोमा आएको छु। यहाँ चाहिँ साथीको दोकान छ, यहाँनिर काट्दैछ अहिले। तपाईँलाई अहिले म देखाउने छु यता। अब भने चाहिँ मेरो केस काट्नु स्टार्ट भइसकेको छ। साथीलाई मैले केस काट्नु लगाएँ होइन। अन्त उहाँलाई चाहिँ मैले न्यू डिजाइन काट ल भनेको। ल भने होइन। अब लुक्स हेर्नुहोस् है त। फाइनल लुक्स चाहिँ मेरो यस्तो भएको छ है त गाइसहरू। हेर्नु होला है त, कमेन्ट गर्नु होला है के कस्तो छ है त। फाइनली अहिले चाहिँ केस पनि काटिसकेको छु मैले जोरथाङमा। आज खासै अरू कामको लागि आएको थिएँ म चाहिँ, तर केस पनि काट्नुपर्ने नै थियो मेरो चाहिँ। अनि काम भन्ने केसहरू पनि मैले काटिसकेँ। अनि अब चाहिँ जाँदैछु। अन्त यहाँनिर एकदम दामी लाग्यो, म तपाईँहरूलाई देखाउँदैछु यता। वाह है, क्या दामी कलेक्सन है फुलको। यस्तो दामी बनाएर राखेको। विल अफ सिक्किममा चाहिँ यस्तो दामी फुल उयो गरेर राखेको रहेछ। हेर्नु न, यस्तो दामी छ रहेछ कि। है गाइसहरू, मेरो स्कुटी चाहिँ यहाँ चाहिँ गाइसहरू, यहाँ चाहिँ स्कुटी चाहिँ स्कुटीमा चढेर जानुपर्ने हुन्छ। ल त साथी हो, अहिले चाहिँ म स्कुटी साफ गर्दैछु है। यहाँनिर स्कुटी साफ गर्दैछु आज चाहिँ। पर नलगेको यहीँ धुपो हो। यहाँनिर अब जोरथाङबाट आएर चाहिँ भाइहरूले सिक्यो। अन्त यो चाहिँ तपाईँलाई साफ गर्नु पऱ्यो नि त होइन। कुदाएर मात्रै हुँदैन, सबै गर्नुपर्छ, केयर गर्नु पऱ्यो है। त्यो गाइसहरू म चाहिँ यहाँ छु। देख्नुभयो कि देख्नु भएन है अँधेरोमा। यस्तो चाहिँ मेरो स्कुटी यस्तो धुनुपर्छ कि मजाले है, चटक्कै यसलाई होइन। यसरी धुनु पऱ्यो होइन मजाले। स्कुटी धोइसकेर चाहिँ यस्तो भइसकेको छ है। एकदम दामी, एकदम राम्रो लुक्स भएको छ है। चडक्कै है, सफा क्लिन गरेको छु मैले है। अनि स्कुटी है कुदाएर मात्रै हुँदैन होइन, एकदम केयर गर्नु पऱ्यो, स्याहार्नु पऱ्यो है। जसरी भने है एउटा आफ्नो सामान हो होइन, त्यही हो है गाइसहरू।